हजुरहरूले हेरिरहनु भएको यो पोखरीको नाम हो कालियाल, ठुलो आल र मला पोखरी नामकले नामाकरण गरिएको छ। यो आल बर्खाको समयमा भरिभराउ र हिउँको समयमा कमिला कुद्ने गर्दछन्। यसमा यहाँ बर्खाको समयमा हरियाली फिरे समय मनमोहक दृश्यहरू अवलोकन गरिरहनु भएको छ। यहाँका विभिन्न चिया बगान, सुम्निया पारुवाङ पार्क, शहीद ध्रुव पार्कहरू आदि पर्यटकहरूको गन्तव्य स्थल बनिरहेका छन्। यो समुद्र सतहदेखि करिब 2200 देखि 2300 मिटरमा रहेको छ। यहाँका विभिन्न डाँडाहरूमा वडा कार्यालयद्वारा चिया बगानका रूपमा रूपान्तरण गरिएका छन्। परतिर हेर्न सक्नुहुनेछ त्यो भेग डाँडा हो र यता नजिकै रहेको यो आलको डिलमा रहेको चौरी। यहाँ गोठालाहरूले आफ्नो तल्लो डाँडामा वस्तु लगाएर हेर्ने र यहाँ भैँसी पौडी खेलाउने गर्दछन्। यो चौरी प्राचीन कालमा व्यापारिक केन्द्र जस्तो बनेको थियो। विभिन्न वस्तुहरूको विज्ञापन गर्ने तथा विभिन्न सिपहरूको आदान प्रदान गर्ने गरिन्थ्यो। जस्तै डोको बुन्ने, झक बुन्ने, फिपी बुन्ने, नेती बन्ने जस्ता कार्यक्रम गरिन्थ्यो र विभिन्न किसिमका ज्ञान गुणका कुराहरू सिकाउने गरिन्थ्यो र विभिन्न श्लोकहरू भनेर बुढापाकाले आफ्नो कला प्रस्तुत गर्ने गर्दथे। अहिले यो प्रचलन हटिँदै गइरहेको छ। यहाँ विभिन्न चराहरूको गुन्जमान स्वरमा चराहरूको आवाज सुन्न सकिन्छ। अहिले हल्का कुहिरो लागिरहेको छ। यहाँ विभिन्न चौरीहरूको मनमोहक दृश्य अवलोकन गरिरहनु भएको छ। तल्लो डाँडा रहेको छ। गिर खेल्ने भन्ने चलन थियो। पहिले बाजेको पालामा गिर खेल्ने चलन थियो अरे। अहिले त्यो चलन हराउँदै गएको छ। यस्ता मनमोहक दृश्यहरू अहिले युवाहरूको अभावमा सुनसान भएका छन्। तर यद्यपि पर्यटकहरू आउने गर्नुहुन्छ।